हेलो साथीहरू, आज हाम्रै घर आँगनमा पाइने मोथे झारको केही औषधि गुणहरू हेरौँ है त। यो चाहिँ हामीलाई पहिला हाम्रो बाबुबाजेहरूले दाँत खटिरा आयो भने त्यसको लेप लगाइदिनु हुन्थ्यो। एलर्जी भयो भने लेप लगाइदिनु हुन्थ्यो, निको हुन्थ्यो। र यसको भित्रको त्यो दिउल कन्थमल खुवाउनु हुन्थ्यो, खोकी लाग्दाखेरि त्यसरी निको हुन्थ्यो। हामी चाहिँ यसलाई मोथे झार भनेर चिन्छौँ होइन, तर यसको नाम चाहिँ नागरमोथे भनेर चिनिन्छ। यसको वैज्ञानिक नाम चाहिँ साइप्रस रोटन्डेस हो है। हामी चाहिँ यसलाई बारीमा रुखो झार भनेर दबाई हालेर काटेर फ्याल्ने गर्छौँ होइन, गाई बस्तुलाई खुवाउने गर्छौँ। अर्को ताल उम्रिहाल्छ, दबाई हालेर पनि मार्ने गर्छौँ। जति रुखो छ त्यस्तै तरिकाले काम गर्छ है यसले। तपाईँको पेट दुखिरहन्छ, ग्यास्ट्रिकले सताउँछ, खाएको पच्दैन भने नागरमोथेको सुक्खा जरा 10 ग्राम कुटेर 2 कप पानीमा मिलाउनुहोस्, उमाल्नुहोस् र त्यसलाई छानेर बिहान बेलुका खाली पेटमा 1-1 कप जति पिउनुहोस्। तपाईँको दुखाइ पनि कम गर्छ, ग्यास्ट्रिक पनि कम गर्छ र पाचन शक्ति पनि बढाउँछ। तपाईँहरूलाई छाला सम्बन्धी कुनै समस्या छ भने, दाँत खटिरा, एलर्जी जस्तो समस्या छ भने नागरमोथेको पाउडर र गुलाब जल र तातो पानीमा मिक्स गर्नुहोस् र त्यसलाई मजाले फिट्नुहोस् र त्यसलाई लेप बनाएर प्रभावित भागमा लगाउनुहोस्। दिनमा 1-2 पटक 15 देखि 20 मिनटसम्म लगाएर मनतातो पानीले धुनुहोस्। चर्म रोगमा राहत पनि मिल्नेछ, चिलाउने पनि निको हुन्छ र रातोपन पनि घटाउँछ यसले। हाम्रो गाउँघरमा आमा दिदी बहिनीहरूको महिनावारी हुँदा एकदम पेट दुख्ने समस्या धेरै देखा पर्छ र ब्लडहरू पनि धेरै जान्छ। त्यति बेला तपाईँहरूले धेरै पेट दुख्ने समस्या, ब्लडहरू धेरै गयो भने नागरमोथेको पाउडर 1 चम्चा र मुनक्काको पानी, मनतातो पानीमा मजाले फिट्नुहोस्। त्यसलाई फिटेर 1-1 गिलास बिहान खाने गर्नुहोस्। त्यसले महिनावारी गडबडी छ भने नियमित तरिकाले गराउँछ र दुखाइ पनि कम गर्छ, आराम दिन्छ। तपाईँहरूलाई मोटोपनले एकदम सताएको छ भने मोटोपन पनि घटाउने काम गर्छ होइन। तपाईँहरूलाई एकदम मोटोपन बढी छ भने नागरमोथेको पाउडर 1 चम्चा लिनुहोस्, बिहान खाली पेटमा तातो पानीमा फिटेर खाँदा नि भयो, महसँग खाए झनै राम्रो हुन्छ। त्यो तातो पानी या महसँग मिसाएर सेवन गर्नुहोस्। सेवन गरिसकेपछि यसले शरीरको बोसो घटाउने काम गर्छ र यसको रिजल्ट भनेको हप्ता 10 दिन पुगेपछि आफै। अनि तपाईँहरूलाई थकान, कमजोरी यस्तो महसुस हुन्छ भने नागरमोथेको पाउडर राति सुत्ने बेलामा 1 चम्चा नागरमोथेको पाउडर तातो दुधसँग मजाले एकदम 10-15 मिनट घोलेर 10-15 मिनटसम्म छोपेर राख्नुहोस्। अनि त्यसलाई सेवन गर्नुहोस् सुत्नुभन्दा आधी घन्टा अगाडि। अनि त्यसरी पिउनुहोस्, थकान पनि मेटिन्छ, निन्द्रा पनि मजाले लाग्छ है साथीहरू। सबैजनाले माया गरिदिनुहोस्, लाइक, सेयर, सब्सक्राइब गरिदिनुहोस्। तपाईँहरूलाई यस्तै अरू पनि नयाँ भिडियोहरू लिएर आउनेछु है त। धन्यवाद।